अनि यहाँ आँखामा लगाएर रहेछ कि कहाँ लागेको छ चोट टाउकोमा फेरि कसरी लाग्यो भन्नु पर्यो पानी भर्ने पानी धारा उठ्यो बाबुले पानी भर्थ्यो अरे म भित्र थिएँ पानी भर्ने र अब भित्र के बनाउनु गर्थेँ मैले बाबुसँगले बाबुलाई हानिनु दबाई दिनु छ यहाँ कान हान्नु हान्नु मलाई गिर्दैन उसले लिएर उसले बाहिर हाने पुरै पछि केले हान्यो त केले यत्र उसले त्यो पलेटाले ढोका हऱ्यो भने के कुन चाहिँ छोराले हान्यो त्यति हो छोरो लगाइया त्यति मटले ए एउटा मात्रै छ गिरिस्टी हाल्यो मरौटी खाइदिएको छ जाँड रक्सी खान्छ त्यो बेर खाइकन त बेलु टिको लगाउने लाउने टिकै लाएन टिको लगाए सबै थियो हिँड्ने टिका गएका थिएन यहीँ फाल्यो मैले त आँखा हेर्नु त हेर्नु मिल्दैन आँखा शून्य छ खुल्दैन खुल्छ खुल्ने त मिल्दैन कि शून्य छ यहाँ माथि यति पैसा दुईटा आउँछ डाक्टर तिनीहरू त यहीँ सुई लगाइदिए गानु यस्तो छोराछोरी त जन्मिने बित्तिकै मर्नु नि कोखमै तुइनु नि हौ यस्तो छोराछोरी जन्मिनु भन्दा त भनेर चाहिँ नि हामी भन्नु सकिन्छ कि एउटा बाउआमाले नि एउटा आफ्नो छोराछोरीलाई नि कहिले पनि भन्नु सक्दैन है भन्नु त के सोच्नु पनि सक्दैन है होइन अहिलेको छोराछोरीले अहिलेको जेनेरेसनको नानीहरूले क्या हौ के सोच्छ आफूले आफूलाई डरलाग्दो ताकतवर भयङ्कर जस्तो सोच्छ क्या हौ अहिलेको नानीहरूले अहिलेको छोराछोरीले त्यस्तो सोच्छ भनेदेखि है तपाईँहरू भाइ बहिनी कसले यो भिडियो हेर्नु हुँदैछ भनेदेखि तपाईँहरूलाई त्यस्तो आँट आउँछ त्यस्तो डरलाग्दो आफूले आफूलाई म भयङ्कर हो भन्ने जस्तो लाग्छ भनेदेखि नि कृपया गरेर आफ्नो बोर्डरमा आफ्नो देशको बोर्डरमा गएर है आफ्नो देशको रक्षा गर्नु आफ्नो जातिको लागि लड्नु है बाउआमासँग लड्नु है घरमा बसेर बाउआमालाई कुट्नु बुढी कुट्नु छोराछोरी कुट्नु यो चाहिँ आफ्नो छोरा मान्छेको मर्दाङ्गी होइन है जुनै पनि छोरा होस् या छोरी होस् आज कुनै कमी त छैन है सबै अहिले एउटा बराबरीको भन्छ भन्नु त तर पनि अहिलेको छोराहरू बेसी चाहिँ एकदमै छोराहरूले बाउआमा कुट्ने बुढी कुट्ने है घरमा नानीहरू कुट्ने यस्तो धेरै घटिरहेछ है तर पनि है बिचारा त्यो नानी बुढो हेर्नु त यहाँ बुढो एउटा बाजे बुढी बोजू हेर्नुहोस् त हाम्रो छोराछोरीलाई नि पहिलोचोटि क्या पहिलोचोटि आमा बाउ भन्दाखेरि बाउआमा यति खुसी हुन्छ कि दुनियाँमा यति खुसी हुन्छ कि त्यति खुसी चाहिँ जन्मेर उनीहरूले पहिलोचोटि कहिले पनि पाएको हुँदैन त्यही हो तपाईँले बाउआमा भनिदिँदा उनीहरूलाई त्यति खुसी लागेको हुन्छ है अनि त्यही बाउआमा भने त्यो मुख जति तपाईँको मुख लाग्दाखेरि खुसी हुन्छ नि त्यतिखेर चाहिँ जब तपाईँले फेरि मुख बजाउँछ नि बादमा आमालाई गाली गर्छ बाउलाई गाली गर्छ नि त्यतिखेर त्यति नै दुःखी पनि हुन्छ है र पहिलोचोटि है तपाईँको खुट्टाले उभिन्छ नि तपाईँ है उभिन्छ नि जब पहिलोचोटि उभिन्छ नि त्यतिखेर बाउआमा यति खुसी हुन्छ कि यति खुसी हुन्छ कि है दुनियाँमा फेरि अर्कोचोटि खुसी पाउँछ क्या उनीहरूले है फेरि पछाडि गएर त्यही खुट्टाले चाहिँ आमा बाउलाई लात हान्छ नि तपाईँहरूले त्यतिखेर चाहिँ नि दुनियाँमा सबैभन्दा दुःखी त्यतिखेर हुन्छ है दुनियाँसँग हारेको फिल हुन्छ त्यतिखेर आफ्नो छोराछोरीले बाउआमालाई हात उठाउँदाखेरि है त्यसले गर्दाखेरि आफ्नो बाउआमालाई इज्जत गर्नुपर्छ माया गर्नुपर्छ है पछाडि मरिसकेर गएर है फोटोमा रोएर है लासमा रोएर केही फाइदा छैन जति सक्दो आमा बाउ बाँच्दैखेरि है माया गर्नुपर्छ उहाँहरूलाई किनकि भोलिको दिनमा तपाईँहरू पनि आमा बाउ हुने हो है तपाईँहरू पनि हो त्यस्तै बुढो हुने हो है कर्म चाहिँ फर्किन्छ है दुनियाँ गोलो छ भनेको थाहा छ कि छैन है दुनियाँ चाहिँ नि यताबाट सुरु भएर फेरि त्यहीँ आएर टुङ्गिन्छ है त्यसले गर्दाखेरि बुझ्नुपर्छ र बाउआमा जिउँदो बाउआमा हुने छोराछोरीले चाहिँ नि धर्म कमाउनुको लागि चाहिँ कुनै मन्दिर कुनै चर्चमा जाने कामै छैन है आफ्नो बाउआमालाई माया गर्नु इज्जत गर्नु है र आफ्नो बाउआमाले देखाएको मार्गदर्शनमा हिँड्यो भने नि त्यो छोराछोरीले कहिले पनि दुःख पाउँदैन यति यो मेरो भिडियो सेभ गरेर राख्नु है आमा बाउको कुरा सुन्नु भोलिको दिनमा दुःख पाएछ भनेदेखि नि मेरो भिडियो राखिराख्नु सेभ गरेर है आमा बाउले भनेको कुरा सुन्दै पनि दुःख पाएछ भने नि मेरो मुखमा आएर मुतिदिनु हगिदिनु म एकदम थापिदिनु तयार छु है म यति ग्यारेन्टी दिन्छु तपाईँहरूलाई त्यसले गर्दाखेरि आमा बाउले देखाएको मार्गदर्शन आमा बाउले देखाएको बाटोहरू चाहिँ नि यति सत्य यति शुद्ध हुन्छ कि तपाईँहरू आमा बाउ बुढाबुढी भइसकेपछि यति साह्रो बोझ किन मान्नुहुन्छ है जस्तै रिस उठ्यो पनि जस्तै जे नै भए पनि है आमा बाउसँग रिसाउनु पर्ने काम त हुन्छ जस्तो चाहिँ मलाई लाग्दैन है तर पनि अब कतिजना अबुझ हाम्रो भाइ बहिनी अहिले है एकदमै अहिलेको जेनेरेसन भाइ बहिनी त के भएको छ है एकदमै
ऊभन्दा बाठो कोही छैन, ऊभन्दा जान्ने कोही छैन भन्ने चाहिँ सोच्छ है। भाइहरू त भर्खर, भाइ बहिनी त भर्खर यो उमेरमा आउँदैछ, त्यो उमेर त बाउआमाले काटिसकेको हो त है। त्यसले गर्दाखेरि आमा बाउहरूले भनेको कुरालाई एकदम सुन्नुपर्छ, आमा बाउले भनेको कुरालाई मान्नुपर्छ। आमा बाउ भनेको चाहिँ यस्तो चिज हो कि है, दुनियाँमा सबै कुरा पाइन्छ, अहिले नपाउने केही पनि छैन है। तर पनि बाउआमा भन्ने कुरा चाहिँ पाउँदैन है, एकै खेप मात्रै पाउँछ है लाइफमा। यो बाजे बोजूको देखेर है एकदमै नराम्रो लाग्यो मलाई है, एकदमै नराम्रो लाग्यो मलाई यो भिडियो हेरेर है। र यो त भइहाल्यो, केही छैन। अब फेरि है यस्तो घटना दोबारा फेरि मैले हेर्नु पनि नपरोस् र यस्तो घटनामा मैले भिडियो बनाउनु पनि नपरोस् है। त्यसले गर्दाखेरि यो भिडियो चाहिँ है सक्दो सेयर गरेर है हाम्रो भाइ बहिनीहरूसम्म पुर्याइदिनुहोस्। र भाइ बहिनीले हेर्दैछ भने पनि मेरो कुरालाई भिडियो गरी सुन्ने बुझ्ने कोसिस गर्नु है। म त अलिकति जानेको कुरा बताउँछु मात्रै, हामीले अलिकति सुनेको भरमा अझै धेरै हामीले सोचेर है बुझ्नुपर्ने हुन्छ कुरालाई है। त्यसले गर्दाखेरि आमा बाउ भनेको कुरा चाहिँ है भन्दैछु त, आमा बाउ भनेको कुरा चाहिँ नदेखेको भगवान्, नदेखेको परमेश्वरलाई है मान्नुभन्दा देखेको भगवान्, देखेको परमेश्वरलाई मान्नु, त्यो चाहिँ आमा बाउ हो है। त्यसले गर्दाखेरि बुझ्नु पऱ्यो कुराहरू। र यो भिडियो सक्दो सेयर गरिदिनु। फेरि पनि म तपाईँहरूलाई भन्दैछु है, आमा बाउलाई हामीले एकदमै रेस्पेक्ट गर्नुपर्छ, एकदमै आमा बाउको एकदमै भनेको मान्नुपर्छ। आमा बाउले जिन्दगीमा कहिले पनि दुःख पाइँदैन है। ल, धन्यवाद छ सबैलाई।